यो भर्खर काम हुँदैछ कसरी काम गर्ने गरेका छन् थाहा छैन यो क्रिम बनाएको हो हजुर डेट एक्सपायर यसलाई फाल्दिनु यो डेट एक्सपायर हो हजुर त्यो डेट एक्सपायर हो होइन त्यो होइन ओके यो के हो त्यो क्रिम हाए त्यो केक बनाउनु केक बनाउने केमिकल हो हजुर ओके गाइज यो देख्न सकिन्छ हैन अब यो चाहिँ क्रिम हैन सर यो क्रिम है हजुर यो क्रिम चाहिँ यसरी यो यस्तो खालको केमिकल हालेर बनाइदिएर चाहिँ अब यो प्रोसेसमा यो होइन यो मापदण्ड पुरा गरेर हालिएको हो या होइन त्यो चाहिँ हेर्न चाहिँ बाँकी नै छ अनि मैले चाहिँ के देखाउन खोजेँ भने प्रोसेसिङ देखाउन खोजेँ हो क्या हेर्नु न यति लापरवाही छ नि यति लापरवाही यो खानेकुरा बनाइरहेको हो नि त हामीले त हैन यो एकदम सीमाभन्दा बाहिरको कुरा छ यार ल ठिक छ यसरी चाहिँ हुन्छ नि प्रोसेसिङ गरिरहेछन् होइन ठिक छ यो मापदण्ड पुरा गरेकै छैन यहाँनिर होइन धुलो चारैतिरबाट आइरहेछ चारै कुनाबाट धुलो आइरहेछ होइन र प्लस यहाँ हुन्छ नि अब जुन बनेको फुडहरू जुन छ त्यो मलाई रङ लाग्यो सरासरी होइन यो मैदा कहिलेको मैदा अहिले भर्खरै काम गरेको ओके ठिक छ पाउरोटीको लागि हो हजुर ओके त्यो पप मैले तपाईँलाई पप भनेको थिएँ नि पप खोइ अनि सुन्नुहोस् अब यो यसरी मार्केटमा हुन्छ नि यसरी जानेर चाहिँ यो होइन अब यो भनेको त होइन कसैले पनि हेर्दैन होइन यो हेर्न जरुरी छ है लेभल हेरेर खाने गर है प्लिज लेभल हेरेर खाने गर फुड पोइजन भयो भने बचाउने कोही बेला चाहिँ कोही पनि आउँदैन अनि हाम्रो यो जुन मेसिन देखाउन खोजिरहेको थिएँ मैले चाहिँ हुन्छ नि यिनीहरूले जुन प्रोसेसिङ गरेको जुन मेसिन छ यसको सफाइ हेर्नु कति राम्रो होइन चिटिक्क परेको ओहो हेर्दै खाउँ 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 लाग्ने खालको छ हेर्नु त ल हामीले चाहिँ यही खाने गरेका छौँ गाइस म केही भन्दिनँ यो भिडियोले भन्छ जे भन्छ यसमा मेरो केही दोष छैन मैले चाहिँ सिर्फ देखाएको मात्रै हो आँखा खोलिदिएको मात्रै हो आँखा खोल्नुहोस्